हेलो हाई नमस्ते सम्पूर्णमा म पिएमपुरको तर्फबाट सबैजनालाई नमस्ते भन्न चाहन्छु र म अनि भ्लग लिएर आउँदैछु है। अनि सबैजनाले मेरो भ्लगलाई हेरिदिनु होला भन्न चाहन्छु र मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु है। म चाहिँ यति बेला काम गर्ने साइटमा आइपुगेको छु। साइटमा के भइरहेको छ हजुरलाई म सबै देखाउने छु है। अहिले साइटमा चाहिँ प्लास्टर भइरहेको छ र मेरो एकजना मिस्त्री हुनुहुन्छ, उहाँसँग काम गर्ने एकजना सहयोगी हेल्पर हुनुहुन्छ। उहाँले के काम गर्दै हुनुहुन्छ, आज के भइरहेको छ सबै देखाउने छु है त गाइज। ल यो चाहिँ कोठा प्लास्टर भइसकेको छ है। यो प्लास्टर भयो, यो प्लास्टर भयो, यति प्लास्टर गरियो होइन। यो माथि प्लास्टर गरिरहेको छैन, यो फिनिसिङ ढलान हो। यो साइड चाहिँ यति बेला धनेश्वरको साइड हो, यस्तो छ है। यो ठ्याक्कै धनेश्वर नेर हो। हामी चाहिँ यता अर्को साइडमा के गर्दै हुनुहुन्छ हाम्रो मिस्त्रीहरूले। यो चाहिँ हाम्रो धनेश्वर रोड है। ल हामी चाहिँ यहाँ यता प्लास्टर गर्दैछन् साथीहरूले है। हेलो दाइ, के गर्दै हो? प्लास्टर गर्दै हो? ल ल गाइस, यहाँनिर हाम्रो प्लास्टर हुँदैछ यो साइडमा चाहिँ है। यहाँ एकजना मिस्त्री दाइ हुनुहुन्छ र एकजना बहिनी हुनुहुन्छ, उहाँ लजाएर भुटुक्क हुनुभएको छ है। ल यहाँ प्लास्टर यति भएको छ, एउटा कुरा सकाएर यो सबै प्लास्टर गर्ने हो है। यसरी यो सबै प्लास्टर गर्ने हो। पुरानो वाल थियो, हामीले चाहिँ यता नयाँ वाल लगाइयो। यहाँ झ्याल राख्ने हो, यो एल्युमिनियमको पुरा भएको छैन, एलेन्डर राखेर। ल प्लास्टर भइरहेछ त है। ल ल फटाफट भइरहेछ। ल हामी यस्तै काम गर्छौँ, दिनचर्याहरू हामी यसरी कताइराखेका हुन्छ है। मेरो अर्को साइडमा पनि छ मान्छेहरू, दुईजना साथीहरू छन् उतातिर पनि। म चाहिँ उता बिहान जान्छु। अर्को साइडको चाहिँ मैले अस्ति भिडियो हालिसकेको थिएँ, पक्कै पनि तपाईँहरू समक्ष आइपुग्यो होला। यो भिडियो पनि हजुरसँगै आइपुग्यो अनि सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला, सेयर गरिदिनु होला, भिडियोलाई मन पराइदिनु होला भन्न चाहन्छु। भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव चाहिँ दिन नभुल्नु होला भन्न चाहन्छु। यस्तो छ हाम्रो काम। ल गाइज, यही हो मेरो कामको साइड होइन, कामको सिडियलहरू होइन। यति बेला प्लास्टर सकाइसकेको छ र कामहरू यही भएको छ। सबैजनाले माया गरिदिनु होला मेरो भिडियोलाई भन्न चाहन्छु। र अन्त्यमा सबैजनाले मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला र भिडियो सेयर गरिदिनु होला र लाइक र कमेन्ट गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु है। ल टाटा बाई, आजको भ्लगबाट।